मलाई चाहिँ ठुलो सपना देख्न मन पनि छैन होइन। ठुलो सपना बुनेर हिँड्ने मान्छे म हुँदा पनि होइन होइन। तर मानिसको जीवनमा नदेखेको सपनाहरू नगरेको हुन्छ नि नगरेको त्यो दिमागमा नसोचेको कुराहरू पुरा हुँदा चाहिँ छुट्टै खुसी हुन्छ कि होइन। जस्तै मसँग चाहिँ धेरै इक्जाम्पलहरू छ क्या। जस्तै त्यस्तो त मलाई किन भएको भने देखेको सपनाहरू पुरा नभएर के। जस्तै सपना चाहिँ मैले अब हजुर सुन्नेहरूलाई चाहिँ लाइक अब एकदमै कस्तो पागलपना आउँछ होला होइन। मलाई चाहिँ देखेको सपनामा चाहिँ म के भन्छ यो मेरो बच्चा हुनुभन्दा अगाडि के मेरो अहिले त दुईवटा बच्चाहरू छ। दुईवटा बच्चा हुनुभन्दा अगाडि चाहिँ म उड्न सक्थेँ क्या सपनामा। सपनामा जहिले उड्न सक्ने इभन सपनामा जस्तै एकदमै धेरै देख्ने क्या त्यस्तो सपना। फेरि किन मलाई थाहा छैन होइन। म अहिलेसम्म पनि त्यो बारेमा थाहा नै छैन मलाई किन त्यसरी देखेँ भनेर। अनि सपनामा उड्ने अनि त्यसपछि अब त्यो पुरा जङ्गलको बिचमा हुन्थेँ होइन। अनि त्यसपछि अनि त्यो बाघहरू आउँदाखेरि पनि मलाई डरै नलाग्ने किनकि म त बाघ मेरो अगाडि आएपछि म उडिहाल्ने नि त। उडेर म पुरा त्यो कहिलेकाहीँ त कस्तो हुन्थ्यो भने म उड्न सक्छु भनेर मेरो त्यो सपनामा पनि मेरो दिमागमा उड्न सक्छु भन्ने भएर म उडेर पनि नेपाल जान्छु भनेर आँट गर्ने कि त्यो। म चाहिँ अहिले हाल जर्मनी हो। अनि त्यस्तो त्यो उड्नीमा चाहिँ त्यस्तो पागलपना के होइन सपनामा। एउटा सपना त्यो। अनि अर्को चाहिँ हुन त म युट्युबमा नेपालको प्रोग्रामहरू मलाई मनपर्ने प्रोग्रामहरू अलमोस्ट हेर्छु होइन समय भएको बेलामा। अफकोर्स समय त त्यही हो, बच्चा भएपछि काम नै भइहाल्छ। धेर समय त हुँदैन तर भएको बेलामा चाहिँ हेर्छु। अनि त्यसपछि मलाई एभ्री टाइम चाहिँ होइन जस्तै एभ्री टाइम चाहिँ एभ्री एपिसोड हेरेपछि भनौँ न त्यो उसको के भन्छ नेपाली प्रोग्राम भनौँ न युट्युबमा त्यो मालविका सुब्बाज्यूको हुनुहुन्छ नि उहाँको त्यो जीवनसाथी भन्ने प्रोग्राम हेर्थेँ मैले। अनि मन पर्थ्यो हेर्थेँ मलाई मनपर्ने मान्छेहरू आएको बेलामा। अनि त्यसपछि सपनामा जहिले मलाई पनि इन्भाइट गरेको देख्ने के। अनि म र मेरो बुढा गएर पुरा हुन्छ नि त्यहाँ चाहिँ अब त्यो जीवनसाथीको प्रोग्राममा गएर पुरा गरेर आएको जहिले देख्ने कि होइन। अनि त्यो सपना देख्ने अनि त्यस पछाडि त्यो पनि एक्कासी मलाई थाहा छैन कति लगभग 2-3 महिना अझै अगाडिसम्म मैले देखिरहन्थेँ। अनि एक्कासी त्यो पनि देख्नै छोडेँ। अहिले मैले देख्दिनँ त्यो सपना होइन। अनि त्यसपछि तर कस्तो त्यो सपनामा भए पनि त्यहाँ गएर हुन्छ नि हामी त मिक्स कपाल हो होइन। अनि त्यसपछि हाम्रो बारेमा भन्दाखेरि चाहिँ भनिरहँदाखेरि त्यो भन्दा पनि कस्तो सपनामा पनि यस्तो आनन्दको फिल हुन्थ्यो नि। अनि त्यो दुईवटा कुराहरू के मैले जिन्दगीमा देखेको ठुलो सपना तर पुरा नभएको भनौँ न।